Hello, welcome to my vlog and our village guysहरु। आज हामी हाम्रो गाउँ जाँदैछ हैन। गाउँ कहाँ भन्दाखेरि गाउँ मसँग छ मेरो भाइ हिराज। हेलो भन्। ल हामी तपाईहरुलाई हाम्रो गाउँ देखाउँछु। सँग हेर्दिनु होला। यो मेरो भाइ हो हैन। यो चाहिँ तलतिरको गाउँहरु हो हैन। जंगलहरु हो। अहिले चाहिँ हामी मच्छी मार्ने ठाउँ गरिसक्यो। कस्तो छ त हिराज? यसो हेलो भन्छ नि हिराज। यता हेरेर भन्न भाषा के छ गाइजहरु भन्न। सही हो। हामी चाहिँ हाम्रो गाउँ पुगी सक्न लाग्यो भनौँ हैन। आधा चाहिँ अगाडिकोहरु चाहिँ भ्लगहरु पनि क्लिपहरु पनि हामी यहाँ जोड्छु। युट्युबमा हुन्छ हाम्रो हैन। सबैले युट्युबमा हेर्दिनु पर्यो। क्या बवाल छ है गाइजहरु। ठाउँ चाहिँ यस्तो बवाल छ हैन। एकदम राम्रो छ। टपक्क लाएर जुत्ता सुत्ताको हालत पनि सब ड्यामेज भइसक्यो है ढिलोले गर्दाखेरि। एउटा बाजेले भैँसी चलाउँदै रहेछ है। नदेखिदिम फेरि गाली गर्छ। देखाउनु त भएन, गाली गरिहाल्छ फेरि यहाँ है। के भन्नु हैन। यो अगाडि एउटा चौतारी देखिएको छ हैन। यो चौतारी चाहिँ अब कुनै मान्छे भिडियो भने चाहिँ त्यसको सम्झनामा बनाउने गरिन्छ हैन। चौतारीमा कसको नाम लेखेछ हेरौँ न है। रुक्न लालीगुराँस रुकै हेरौँ गाइज है। यहाँ नामहरु लेखेछ हैन। धौलागिरी गाउँपालिका 3 के लेख यहाँ लेखेको बुझ्छ हैन। श्री प्रसाद पुसको मृत्यु के भन्ने लेखेछ हैन। हिरा चाहिँ नबस्ती मान्छे मरेर बनाएको के लालीगुराँस है गाइजहरु। लालीगुराँस हामी चाहिँ तपाईहरुले लालीगुराँस पनि देखाउन गइरहेछ। त्यो पारीको गाउँ चाहिँ हामीले क्लियरली देखिएन अब क्यामेराको क्वालिटीले गर्दाखेरि है। त्यो चाहिँ हाम्रो गाउँ हैन। हाम्रो गाउँको यतापट्टि साइडको गाउँ हैन। अनि हाम्रो घर चाहिँ उतानिर छ हैन। हाम्रो घर त्यो यो हैन हाम्रो गाउँ। हाम्रो घर यो हो। हामी चाहिँ अहिले अझै बाटोमा छ। अझै धेरै हिँड्न छ हामी। 3x भएछ जुम 1.8 1.2 1x। हामी अझै हिँड्दैछु। हामी तपाईहरुलाई लालीगुराँस पनि देखाउँछौँ है। टिपेर पनि देखाउँछु होला सायद सजिलोमा छ भने। ल हेर्नु है गाइजहरु। यो चाहिँ लालीगुराँस हो है। लालीगुराँस टिप्ने हिरास जा पानी सधैँ लिएर चाहिँ हाम्रो भाइ जाँदैछ लालीगुराँस टिप्न। राम्रोसँग है। काँडाले कोला खस्दैछ नि फेरि तल। लालीगुराँस टिप्न गइरहेको छ हाम्रो भाइ हैन। ए लालीगुराँस हो कि गुराँस हो यो? भइ छोड्दै भाइ त्यो बाटोमा नि हलाइरहेछ। अब जाँदैछ हाम्रो भाइ। त्यति बेलासम्म चाहिँ म अरू ठाउँ हेर्छु हैन। गुराँस कता छ भनेर। गुराँसको बोटमा चाहिँ अब भाइ चढ्दैछ हाम्रो भाइ। एउटा टिपिसक्यो हातमा लिइरहेछ। तर त्यो सानो अरूले टिपेर फालेको। उठ्यो भुइँको टिपिरहेछ। भुइँको टिपेर लिएर आइज अब। त्यो तलको माथि गयो भने लोटिन्छ कि त्यो भाङै माथि लिएर आइज। हाँगै भाँचिन्छ केही हुन्न। केही पाउनलाई केही गुमाउनै पर्छ कि। भाँचिस होइन बुटै लिएर आइज न। भाँची लिएर आइज ल। कहिले यता यति भयो नि भइहाल्यो नि।
हामी चाहिँ यो चाहिँ अर्ग्यानिक है अर्ग्यानिक त अर्ग्यानिकै हुन्छ गुराँस होइन गाइजहरू होइन यो चाहिँ हाम्रो गाउँतिरको मेग्दीको गुराँस हो पोखराको होइन है ल गाइजहरू है यो चाहिँ के हो भन्दाखेरि गुराँस हो है गुराँस लाली गुराँस चाहिँ हल्का अर्कै हुन्छ यो चाहिँ गुराँस हो भाइले नि अझ टिप्दैछ होइन भाइले चाहिँ होइन अब गुलाबको के अरे गुलाबले गुराँसको फुल टिपेर आइसकेको छ है म्यान भर्सेस वाइल्ड गरेर होइन देखाइ त हिराज देखाइ फुल खै त अहिले त राम्रो देखाइदिन्छु म तले यता देखाइ त यता हातमा देखाइ त यो चाहिँ पुरानो छ कि अलि यो चाहिँ गएको हो क्या यार डेट गएको होइन कि यो बाटोको साइडको धुलोले गर्दाखेरि हो र बबाल छ होइन गुराँस चाहिँ गाउँको हो गाउँमा आएपछि रमाइलो हुन्छ होइन यस्तो यस्तो बाटोहरू हिँड्नुपर्छ यसको अक्सिजन पनि बबालै हुन्छ गुराँसको भन्छन् गरे मान्छेहरूले हुन्छ होला सायद खै ओहो गुराँसै गुराँस भएको ठाउँमा हामी आएको छ होइन अघि हेरिरहेको हिँड्ने गुराँसै गुराँस भएको ठाउँमा हामी आएको छौँ होइन झोलामा हाल्ने सबै तँलाई रक्सी बनाउँछ नि गुराँसको नि बुटै काट्ने कहाँ बुट्टा काटेर हुन्छ टिप्ने होस् This is a boat of गुराँस आधी इंग्लिश आधी अर्का गुराँस यो अर्काको होइन नि गुराँसको झाङमा हामी छिट्दैछौँ होइन गाइजहरू आज हामी गुराँस चाहिँ टिपेरै छोड्छौँ मलाई चाहिँ धेरै पर्दैन एउटा भए पुग्छ होइन एउटा गुराँस चाहिँ एउटा दुईटा टिपेँ मैले मलाई माफ गरिदिनु होला रुक्छु दुईटा गुराँस चाहिँ मैले टिपिहालेको एउटा अलि पुरानो रहेछ एउटा नयाँ रहेछ यो चाहिँ मेरो बेबीहरूको लागि होइन मेरो बेबीहरू तिमीहरूले प्यारो उपहार सानो उपहार प्यारो उपहार रोरोस् तल छ गुराँस ओहो हामी गुराँसको बिचमा आइयो होइन खुसी लागिरहेको छ हामीलाई त्यो गाउँघरमा आएको फाइदा यही हो भन्नुपर्छ होइन त इराज गुराँसै गुराँस छ हेर्नु है हाम्रो अगाडि नि गुराँस पछाडि गुराँस होइन हातमा पनि छ रुखमा पनि छ उता ल हेर्नुहोस् यो हो गुराँसको बोट यस्तो बवाल खाले छ है एउटा फोटो क्लिक हान्नु पऱ्यो होइन गाइजहरू एउटा फोटो चाहिँ क्लिक हान्नु पऱ्यो होइन अब हामी कुन फोनको फोटो खिच्नै मिलेन कि टाढा भयो कि टाढा भयो होइन यो गुराँसको बोटमा छौँ हामी आज गुराँसको बोटले घेरिएका छौँ हाम्रो गाउँ पनि लगभग आउन लागिसक्यो है गुराँस नटिपिरहेको भए हामी यति बेलासम्म पुग्ने थियौँ गाउँमा र होइन गाउँ त्यो पनि पुगेपछि गाउँ पुगिहालिन्छ क्या यो झर्दा बित्तिकै यो रोज कट्टा बित्तिकै गाउँ आइहाल्छ हाम्रो लगाइनु समाज झन् राम्रो छ यता हेर त्यत्तिको बसिरहेको कत्रा फोटो त्यत्तिको चाहिँ अहिले चाहिँ हामी फोटो सर्ट हान्दै हिँडिरहेको छु गुराँस टिप्दै हिँडिरहेको छु होइन गाइजहरू हामी चाहिँ बिस्तारै गाउँ छिर्दैछु बिचमा चाहिँ हामीले क्लिपहरू देखाउन मिल्दैन होइन देखाउन मिल्छ बोल्न मिल्दैन किनकि त्यति मन पर्दैन क्या हामीले चाहिँ गाउँमा सबैसँग बोल्दै हिँड्नुलाई किनकि खासै चिनेको पनि छैन धेरै पछि आएको नि त हाम्रो गाउँ होइन त इराज साढे 1 वर्षपछि होइन नि म त साढे 4 वर्षपछि आएको त पो त्यति बेला आएको तै पनि चिन्दैनस् तैँले तँ चिन्दैनस् नि गाउँको मान्छेलाई खासै अलिअलि चिन्छस् कि सबलाई अलिअलि चिन्नुहोस् अनि नमस्ते भन्छ सबैलाई
भन्नुहोस् चिनेको मान्छेलाई नमस्ते भन्नुपर्छ नमस्ते गर्ने चलन छ तर चिन्नु चाहिँ पर्छ साइनो के लाउने भन्ने थाहा हुँदैन हामीलाई अनि त्यही भएर होइन ल फाइनल्ली गाइजहरू हाम्रो गाउँ देखिएको छ होइन त्यो चाहिँ यो चाहिँ हाम्रो गाउँको आधी तलको देखेको चाहिँ हाम्रो गाउँको फर्स्ट गाउँमा टेक्दाखेरिको भाग हो होइन अझ यसको उतापट्टि ठुलो गाउँ छ हाम्रो एरियामा चाहिँ हाम्रो भेगहरूमा चाहिँ सबभन्दा ठुलो गाउँ भनेकै हाम्रै हो अनि गाउँपालिका पनि बसेको गाउँ हो होइन उता के भन्छ अरे बजेट अनि बजेटिक रूपमा र विकसित रूपमा चाहिँ अलि पछि नै छ भनौँ होइन तर पनि भइरहेको बवाल भइरहेको हामी चाहिँ अहिले यस्तो यस्तो बाटोहरू हिँडिरहेको छौँ होइन त हिराज कस्तो लागिरहेको तँलाई बाटो यस्तो बाटो हिँड्दाखेरि घर फर्किनु जस्तो भइरहेको अब एक हप्तापछि जान्छौँ होला घर होइन 4 दिन 2 दिन त भइसक्यो नि त 6-7 दिनपछि जाने हो योहरू चाहिँ अब हेर्नुहोस् होइन निक्ला भन्छ हाम्रोतिर चाहिँ तपाईँहरूकोतिर के भन्छ त्यो कमेन्ट गर्नु होइन यसलाई चाहिँ हामीले निक्ला भन्छ हामी चाहिँ रोडको बाटो त ढिलो रोड ढिलो हुने भएर हामी चाहिँ पुरानो बाटो ढुङ्गे बाटो आइरहेको छ होइन यसलाई चाहिँ हामीले ढुङ्गे बाटो भन्छौँ के भन्छौँ नि जाज ढुङ्गे बाटो भन्छौँ होइन यसलाई चाहिँ ढुङ्गे बाटो ढुङ्गे चौतारी हामी सब देखाउँछु तपाईँहरूलाई होइन ढुङ्गे घर सबै देखाउँछु अहिले चाहिँ फिलहाल चाहिँ हामी डाइरेक्ट घर जान्छौँ ल गाउँ पनि देखाउँछु हामी तपाईँलाई नयाँ नयाँ भिडियोहरू ल्याइरहेको छु त्यहाँबाट यस्तरी गयो कि त्यहाँबाट सिधै माथि जाने कि रोड नजाने कि यहाँबाट जाने कि जङ्गल मैले डर लाउँछ भन्दा पनि बाटो पनि चिने छैन मैले अलिअलि डर पनि लाउँछु किनकि त्यहाँ माओवादीको टाइममा चाहिँ डेन्जर मान्छेहरू झुन्डेर मरेको अरे अनि झन् 12 बज्न लाग्यो नि त अब अनि झ्याउ हुन्छ क्या ल हेर्नु है गाइसहरू तपाईँहरूले ढुङ्गो बाटो देख्नु भएको छैन अथवा यो बाटो देखेर पनि यसलाई यो बाटोले के बाटो भन्छ भनेपछि चाहिँ यही हो ढुङ्गे बाटो भनेको होइन यो चाहिँ गाउँको मान्छेहरू मिलेर मिहिनेत गरेर बनाएको बाटो हो पहिला रोडको बाटो नहुँदाखेरि चाहिँ प्रायः मान्छे यही बाटो हिँड्थे अहिले चाहिँ अब गाडीमा हिँड्ने चलन छ प्रायः जस्तो तर हामी चाहिँ रमाइलो गर्दै हिँड्नुलाई गाडीमा आएको भए यसरी गुराँसको बोटहरू भेट्थेन हामीले यसरी भ्लगहरू बनाउन पनि पाउँथेन होइन अहिले चाहिँ हामी गाउँमा टिक्नुलाई अब त्यही 10-15 सिटी झर्नु पर्ने छ होइन लगभग टिकिसक्यो भन्न पनि मिल्छ किनकि 10-15 सिटी त हो अहिले चाहिँ यति नै अब डाइरेक्ट हामी माथि गएर गाउँको भ्यू देखाउने छौँ एकछिन थकै लागेको अरे टुना मान्न लागेको थकै लागेर गुराँस खाँदैछ होइन यो झ्याप हुन्छ अहिले झोला मार्किरहेछ आउनुहोस् हामी तपाईँलाई देखाउँदै जान्छु यो फर्स्ट घर भनिहालेँ मैले तपाईँहरूलाई यो माथिको जग्गाहरू हाम्रो बाजेहरूको जग्गाहरू हो योहरू तर यो सरकारले लिइदिएको छ अहिले चाहिँ हामी चाहिँ पहिला सानो हुँदाखेरि चाहिँ यस्तो रोडवाला बाटो थिएन यहाँ होइन हाम्रो बाजेहरू पहिला यहीँ बस्थ्यो भैँसीहरू राखेर जनावरहरू राखेर अनि हामी आउँथ्यो अनि यहाँ त कुलो थियो कि अनि यहाँ चाहिँ पोखरी थियो यहाँ यसको तल चाहिँ अहिले चाहिँ पानी अलिअलि मात्र रहेछ होइन अलि छ खाने पानी छ त्यहाँ खेल्थ्यो भैँसीहरू खेल्थ्यो होइन अनि त्यहाँ चाहिँ अलग्गै थियो कि अलग्गै धारामा थियो कि देउरा लाउँछ त्यस्तै भन्थ्यो होइन अनि यहाँ नि खेल्थ्यो हामी पौडी खेल्थ्यो पहिला सानोमा बर्खामा डेन्जर थिलाउँथ्यो नि त पानी अहिले चाहिँ सानो छ अनि हिलो भएर जान्थ्यो हामी मम्मीहरूले गाली गर्थ्यो अलिअलि याद छ जोस् अब लगाइसक्यो हामी बिस्तारै टिकिरहेछ गाउँमा होइन अब हिँडिरहेछ गइरहेछ हाम्रो गाउँ चाहिँ डेन्जर माथि हो यो चाहिँ हाम्रो गाउँको साइनबोर्ड होइन धौलागिरी गाउँपालिका हार्दिक स्वागत गर्न चाहन्छु मुना वेलकम टु मुना यो घर चाहिँ घर होइन है यो चाहिँ पानी मिल हो पानीबाट चल्ने मिल छ यसमा चाहिँ घट्ट छ होइन यसले चाहिँ यो अन्नहरू धानहरू
धानहरू मकैहरू कोदोहरू पिस्छ चाहिँ यहाँ होइन चोचे लबरहरूको लागि हामी चोचे पनि देखाउन चाहन्छौँ होइन ल हेर्नु चाहिँ यो चाहिँ कुखुराहरू त्यहाँ चाहिँ सानो सानो बच्चा छ चोचे बच्चाहरू छ त्यो चाहिँ चोचेको ड्याड हो अरे यो चाहिँ बेबीहरू वाइल्ड छ भैँसी पनि छ यहाँ जे सबै हरेक कुरा छ होइन अब यो खोलाको पहिला निलो खोला सुकेर केही छैन अहिले चाहिँ खोला सुक्यो भन्दा नि अलिअलि पानी त छ होला ए नरहेछ पानी सुकिसकेको रहेछ है पहिला निलो खोला थियो यार पहिला चाहिँ पुल यहाँ थिएन पहिला चाहिँ पुल अलिक हल्का तल उ त्यो तलको पुल थियो होइन अहिले चाहिँ यो यहाँ बनाएको हो त्यहाँको बाटो बन्द गरेर तपाईँ रोडबाट यहाँ हामी खतरा माछा मार्थ्यो पहिला होइन अहिले चाहिँ यहाँ छैन तर अलिक तल तल गयो भने चाहिँ छ पानी माथि माथि चाहिँ छैन किनकि अलि तल तल चिसो ठाउँ छ होइन अगाडि निरज त ल भन्न तल के भन्ने रिपोर्टर त्यसरी भन्दै हिँड्न म क्यामेराम्यान त भन्ने मान्छे कि म क्यामेराम्यान त भन्ने मान्छे ल हामी चाहिँ अब गाउँमा देखिहाल्यो यो चाहिँ कपाको यसमा खासै के चाहिँ छैन भिडियो लामो बनाउनु हुँदैन माथि गएर हामी मेन भिडियोहरू सुट गरेर देखाउँछु तपाईँहरूलाई है हेलो एन्ड हेलो वेलकम एन्ड गुड मर्निङ अगेन हिजो चाहिँ हाम्रो मोबाइल फोनको चार्ज सकिएको र बिजुली नआएको कारणले कन्टिन्यू हान्न सकेन है र हिजोको भ्लगमा नै केही क्लिपहरू जोड्दै अगाडि बढ्दैछ हामी होइन हामी चाहिँ मामा गाउँमा हो तपाईँहरूलाई हामी सिनियरहरू देखाउन गइरहेको छु त्यहाँ हिउँ हिजो रातभरि हिउँ पऱ्यो होइन डाँडाकाँडाहरू सब हिउँले छोप्यो यहाँ मात्रै हिउँ आएन दिस इज माई ब्रदर अगेन के छ हिराज कस्तो लागिरह हिराज कस्तो लागिरह हिउँ परेर तातो भएन यो चाहिँ मैले मेरो गाउँ देखाउन नसके पनि मामा गाउँ चाहिँ देखाउन चाहन्छु हजुरहरूलाई यो चाहिँ हाम्रो मामा गाउँ हामी तल बसेर आएको होइन म चाहिँ यस्तो हस्टमा छु अहिले चाहिँ यो चाहिँ बिन्दास हिँडिरह यसलाई एउटा ललिपप खुवाउने सर्टमा लिएर आएको ललिपप नकिनिदिएको रिसाइरह हेलो भन्नु हिँडेको छ हेरेर हेलो भन्नु हेलो कस्तो रहेछ यार हेर्नु यही हो हाम्रो गाउँ गाउँमा चाहिँ फेरि त्यस क्यामेरा पनि कस्तो क्लियर निकाल्छ कि मेरो फेरि यही हो हाम्रो गाउँ होइन यो बाटोहरू यसलाई चाहिँ टाकम भनिन्छ होइन टाकम धारापानी मुना फल्दे गाउँ यो आफ्टरनुन सबैलाई तपाईँहरूलाई थाहा हुनसक्छ अथवा नहुनु पनि सक्छ यो चाहिँ हो हाम्रो मामा घर तर मोबाइलमा मेरो 40% चार्ज भएर पनि मैले लगाएर दिइराखेँ यार त्यही सिराज टाका मान्छे डजन नटेर्ने प्रब्लम हो कि फेरि ढुङ्गे घरहरू यस्तो हुन्छन् होइन बाहिर चाहिँ कमेरोले लिपेको कमेरो मात्र यानि कि वाइट सोलले मिटेको लिपेको अरू वनहरू यस्तै छ जे होस् रोमाञ्चक वातावरण छ ल हामी चाहिँ अब एकैछिनमा कन्टिन्यू दिन्छ गीत आइहाल्यो गीत सुन्नु पर्यो मैले अस्ति गर्थेँ कि मम्मी नम्बर सेभ गर्थेँ पोखराको दिदीहरू मम्मीलाई पोखराको दिदीहरू सेभ गरिदिन्थ्यो मम्मी गाली सरी चाहिँ म गरिदिन्छु कि चाहिँदो कि कान्छु